Hello guys, welcome back to another vlog. So हामी उठेदेखि आज पनि सेम के गरिरहेको थियौँ प्रीतिका पढेको पढेँ म पनि त्यस्तै कामसाम गरिरहेको थिएँ मैले ब्रेकफास्ट गर्न आँटेको मैले बनाएको ब्रेकफास्ट आज हाउ इज इट अनि त्यसपछि अब हामी फ्रेस हुन्छौँ ब्रेकफास्ट गर्छौँ त्यसपछि म पढ्छु किनकि मेरो खतरा कुरा छ भोलि सो मलाई पढ्नु छ तर आज म प्रब्ली रन कि स्विम अनि जिम चाहिँ पक्कै गर्छु स्विमिङ कि रनिङ दुईटामा एउटा किनकि चाहिँ मैले स्विमिङ गरिनँ अनि त्यसपछि जिम चाहिँ पक्कै पनि गर्छु त्यो छुटाउनु हुँदैन सी यू गाइज एकछिनमा ब्रेकफास्ट खाएपछि म चाहिँ राम्रोसँग फ्रेस पनि भएको छैन अनेस्टली तर जिम भ्याइदिइहालौँ किनकि मलाई के खायो भने मलाई चाहिँ खाली पेटमा म जिम गर्न सक्दिनँ होइन मलाई बानी छैन कि चाहिँ अर्ली मर्निङ गरिहाल्नु पऱ्यो उठ्ने बित्तिकै त्यो बेला अलिक एनर्जी हुन्छ नत्र चाहिँ अलिकति केही ब्रेकफास्ट गरेर अरू केही गरेर सर खाइहालेँ सो अहिले गरिदिएर भ्याइदिइहाल्छु त्यसपछि चाहिँ लकडाउन भएर 2-3 घन्टा 3-4 घन्टा कति हुन्छ पढ्नुपर्छ होइन किनकि मेरो एकदम पढ्नुपर्ने छ इक्जाम्सको लागि जिम सकाइदिइहालौँ त्यसपछि पढौँ आज म ब्याक ट्रेन गर्छु ब्याकको लागि म त्यही एउटा भर्टिकल पुल एउटा हरिजन्टल पुल गर्छु भर्टिकल पुलको लागि चाहिँ मलाई ल्याट पुल डाउनबाटै सजिलो लाग्छ अनि केबल मसिनबाट चाहिँ मलाई खास आउँदैन तर त्यही मैले पहिला पनि भनेको छु तर त्यही ट्राई गर्छु अब नेक्स्ट टाइमदेखि चाहिँ कलेज जानुपर्छ ब्याक ट्रेन गर्नलाई अर्थ उता कलेजको जिम जानुपर्छ यहाँ अलिकति मलाई त्यो मजाले टेन्सन नै फिल भएको छैन सो आजको लागि गरौँ ठिकै छ मैले यसमा गरेको भएको छैन होइन बद्दैन कसैलाई अझै राम्रोसँग थाहा छ भने मलाई भन्दा हुन्छ यसरी केबलमा कसरी प्रपरली गरौँ भनेर आई मिन त्यो ठुलो बार नै छैन सो त्यही भएर पनि हो पम्प भयो पम्प पुरै पम्पको हो अब यसको पालो अलराइट गाइस सो मेरो आजको वर्कआउट पनि सक्यो एकदम इजी दुईवटा वर्कआउट अन्टिल फेलियर 3 सेट्स त्यति नै गरेको मैले खासमा मैले लेग ट्रेन नगरेको धेरै भइसक्यो किनकि मेरो त्यो खुट्टा इन्जुर्ड भएदेखि मैले ट्रेन गरेकै छैन लेग्स चाहिँ बट आई थिङ्क अब मैले सुरु गर्नु पर्ला कम वेटमा हाई ऱ्याप्स गरेर भए पनि लेग्स मैले अब सुरु गर्नु पऱ्यो ट्रेन गर्नलाई सो अब म फ्रेस हुन्छु अनि मजाले 2-3 घन्टा लकडाउन भएर पढ्छु त्यसपछि आल सी यू गाइज पढ्नु पर्ने छ एकदमै अलिक काम पनि छ त्यसपछि फ्रेस पनि हुन्छु त्यसपछि अब ब्याक अनि बेलुका चाहिँ हामी कुनै कार्डियो गर्नुपर्छ आई मिन रनिङ अर स्विमिङ दुई धेरै ढिलो भयो भने चाहिँ रनिङ गरौँ अनि छिटै भयो भने चाहिँ स्विमिङ गर्नुपर्छ सो लेट्स सी आई विल ब्याक सी यू गाइज एकछिनमा है त अलराइट गाइज अल सेट 2-3 घन्टा पढ्यो 3 घन्टा भएन 2 घन्टा पढ्यो त्यसपछि फ्रेस भएर आयो रनिङ गर्न जानु लाग्यो अब चाहिँ फाइनली प्रब्ली 3 माइल जति गर्छु होला फेरि आएर फेरि पढ्नु छ 3-4 माइल्स त्यसपछि पिङ्क क्याप लगाएर मजाले कुद्नुपर्छ त्यसपछि हामी फेरि पढ्छौँ अहिलेको लागि एक्जाम रनिङ त्यही हाम्रो सेम रेगुलर बाटो त्यही रोज गार्डनसम्म जान्छु म त्यसपछि अरू खास मैले वरिपरि एक्सप्लोर गरेको छैन सो त्यही रोज गार्डन 3 माइल्स त्यही रन गरौँ त्यसपछि फेरि अब ब्याक आई मिन जाम होइन मजाले जाम त्यसपछि हामी आएर फेरि पढ्नुपर्छ आज म एक्साइटेड भएँ कुद्नलाई किनकि त्यो अघिदेखि पढेर दिमाग खराब भयो कि सो कुद्न लानु पनि रमाइलो लागिरहेको छ यो क्याब चाहिँ अस्ति नै बाबा आइसक्यो बेला कताबाट दिइसकेको थियो अहिले मैले भेटेँ सो मलाई राम्रो लाग्यो खासमा कपाल पनि मिलाएको छैन होइन त्यही भएर पनि लगाइदिएको अल सेट बाइसेप्स पनि हल्का पम्प छ यो मेरो एकदम राम्रो बडी बनाउने प्लान छ लेट्स सी कहाँसम्म पुगिन्छ सो हल्का वार्मअप गरौँ पहिला त्यसपछि बल्ल जानुपर्छ मैले माइक पनि ल्याइनँ यो सोर्ट्समा खास पकेट पनि त्यो छ अनि त्यसपछि अलिकति कम्फर्टेबल भएर कुदौँ न भनेर सो हल्का वार्मअप गरौँ है त आज पनि एकदम गर्मी नै छ होइन तर मलाई खासमा अलिक गर्मी हुँदाखेरि रमाइलो लाग्छ यार कुद्न किन हो घाम लागेको बेला पनि अलिकति थकाइ लाग्छ होइन तर आई इन्जोय इट सो म चाहिँ यहाँ पुगेँ रोज गार्डन अब यसको एक राउन्ड लाउँछु अनि त्यसपछि फेरि ब्याक टु होम अलराइट गाइस सो सकिन आँट्यो घर पुग्न लागेँ आज किन अति थाकेको एकदम घामले हो कि होइन अघि भर्खर घाम मनपर्छ भनेको तर टु टायर्ड एकदमै घर पुगेर आउँछु ब्याक टु होम कति हो 3 माइल्स भनेको 5 किलोमिटर्स अब मैले धेरै पछि रनिङ सुरु गर्न थालेको हो सो मलाई अब हाफ म्याराथन फुल म्याराथन पनि गर्नु छ मलाई ट्रायथलन पनि गर्नु छ त्यसको लागि पनि स्विमिङ मजाले प्र्याक्टिस गरेर आएको होइन सो म फ्रेसन अप हुन्छु त्यसपछि म मेरो स्ट्याट्सहरू पनि हालिदिनु पऱ्यो मैले कति रन गरेँ भनेर सो द्याट मलाई पनि एउटा पोस्ट हुन्छ होइन सो आज त्यति धेरै रन गरेको छैन तर म स्ट्याट्स पनि हालिदिन्छु अनि एभ्री टाइम म रन गर्दा त्यो मेरो स्ट्याट्स हालिदिने गर्छु सो धेरै सजिलो हुन्छ सो आज सी गाइज एकछिनमा फ्रेस भएर
प्रीतिकालाई ड्रप गर्न जानु लाग्यो प्रीतिका के हो बे एक्जाम प्रीतिकाको एक्जाम छ आज कस्तो हुन्छ एक्जाम अब So guys, मैले भनेको एकदमै खतरा डेन्जर वाला प्रोफेसरको एक्जाम हो आज तर I'm pretty confident पढेपछि त कन्फिडेन्ट भइहाल्छ नि प्रीतिका 2 दिन भयो लगातार पढेको नो यसको लागि म 2 दिन नभन ल लिटरली 4 महिनै पढेको छु 4 महिनै पढेको छ अहिले रिसेन्टली एकदमै छ के सो अब प्रीतिकाले एक्जाम दिन्छ प्रीतिका ड्रप गर्न जान्छु म तिमी कुन टाइममा सकिन्छ रे मलाई मेसेज गर I'm already stressed for tomorrow किन भन न I'm so busy tomorrow त्यही माथि आज जुन एक्जाम छ त्यसको प्रोजेक्ट सबमिसन ड्यू छ अनि त्यसको लागि डेमो भिडियो नि बनाउन बाँकी नै छ अनि बिहानदेखि बेलुकासम्म आइम बिजी आज घर गएर फेरि त्यो सबै गरेर सुत्नु छ अनि त्यसपछि भोलि बिहानै अर्को एक्जाम पनि छ म पनि घर गएर पढ्ने भने उसको नि भोलि बिहान एक्जाम छ मेरो पनि पढ्नु छ अब फेरि घर गएर ब्याक टु पढ्ने डिनर पनि बनाउनु साथी मेरो 9:45 सम्म हो तर त्योभन्दा अगाडि सकिन्छ होला होपफुली म तिमीलाई भन्छु है बाफ्रे त्यहाँ कस्तो डेन्जर कुकुर रहेछ कस्तो मलाई एउटा कुरा भन्न मन लाग्यो यहाँ त अब जे भए पनि ओपन बुक ओपन नोट्स भनेर दिन्छ नि त बट इफ यु हेभ अ एसियन प्रोफेसर दे आर टिपिकली एसियन प्रोफेसर के पुरै उनीहरू क्लोज बुक क्लोज नोट नथिङ होइन नेभरमा एक्जाम दिए जसरी लिन्छ है मलाई गाइसम्म घर आइपुग्यो डिनर बनाउँछु अनि त्यसपछि फेरि पढ्छु प्रीतिकालाई पिक गर्न जान्छु अब प्रीतिकाको कस्तो भयो एक्जाम्स उसलाई सोधौँ अनि त्यसपछि आजको भ्लग एन्ड गर्नुपर्छ है त अलराइट गाइज म चाहिँ प्रीतिकालाई पिक गर्न आएँ होइन सोधौँ है त अब कस्तो भयो एक्जाम यो कस्तो भयो एक्जाम कस्तो भयो एक्जाम ठिकै राम्रो भएन राम्रो भयो होला लेट्स सी अब तर राम्रो गऱ्यौ नि गरे गर्दा त पाइले नि त ल त्यस भए ल गाइज त्यति भन्दै आजको भ्लग यहीँ एन्ड गरौँ किनकि अब सक्यो दिन होइन सो एन्ड गरौँ अब हामी घर जान्छौँ डिनर गर्छौँ त्यसपछि मेरो पनि भोलि बिहान एक्जाम छ सो त्यहाँ आउनुपर्छ अलराइट सो सी यु गाइज टुमोरो बाई बाई पिस बाई भन्दै नि त बाई